लो साथीहरु, आज चाहिँ हामी निङ्ग्रो खोज्न आइरहेछौँ जङ्गलमा। अब यो पहिलादेखि यो टाइममा चाहिँ खोजेको। आजभन्दा अब 40-45 साल पहिलादेखि नै हामी जङ्गलमा चाहिँ निङ्ग्रो खोज्ने गर्थ्यौँ र यसो पुरानो यादहरूलाई ताजा गर्नुलाई आज पनि निङ्ग्रो खोज्न आइरहेछु र आज चाहिँ निङ्ग्रो टिप्दैछु। अहिले भरे कति टिप्यो देखाउनु पर्यो साथीहरु। यो मलाई त अलिक पत्ता भएको त्यो हल्का टुप्पो चाहिँ मनपर्छ कि यो भन्दा पनि त्यो डन्ठावाला भन्दा पनि यो कलिलो पत्ता चाहिँ मनपर्छ कि निङ्ग्रोको कलिलो पत्ता। यो भन्दा पनि निङ्ग्रोको मलाई यस्तो अलिक कलिलो पत्ता चाहिँ मनपर्छ कि। आफ्नो आफ्नो बानी हो साथीहरु। आज निङ्ग्रो भरमार छ कि अब यो सानैदेखि चिनेको त्यो भएर चाहिँ निङ्ग्रो टिप्न आएको साथीहरु। आज यस्तो छ लटरमै छ, टिपेर हुँदैन। बुढी चाहिँ यता छ, छुट्टेर हामी निङ्ग्रो टिप्दैछौँ जङ्गलमा। ल साथीहरु, निङ्ग्रो टिप्दै त पसिनाले भिज्यो। गरमले जङ्गलमा हावा चलेको छैन जङ्गलभित्र, त्यो भएर चाहिँ ह्यान्डसम लिम्बू केटाको पसिनै पसिना भयो। ह्यान्डसम लिम्बू केटो पसिनाले भिज्यो साथीहरु, के गर्ने हो। यसो पङ्खा लगाइदिन पठाइदेऊ त। ल साथीहरु, यति टिप्यो आज निङ्ग्रो। यो 5 केजीको, यो 2 केजी, 7 केजी टिपेछ। यहाँ बुढी बसिरहेछ। अब चाहिँ फर्केको साथीहरु हामी। यहाँ मेरो मुखबाङ्गो गर्छु भन्दै के गर्नु, मुखबाङ्गो गर्छु र बुढालाई। पिङ्कीकोमा जाउँ न त, के भयो त आइ हुँदैन, आएको बेलामा निस्किनु। ल न ल उतै जाउँ। ल साथीहरु, अब हामी अब यहाँ यसो पानी खाएर घर जाने। तपाईँहरूलाई फेरि अर्को भिडियोमा भेटौँ भन्दै बाई।